दर्शकबिन नमस्कार अनि स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज हामीले चर्चित गायक स्वर्गीय भीम पौडेलले आशा बिसी देवियाले टीका सानुसँग गाएका रमाइला र ठट्टेवाला टुक्काहरू समेटेर नयाँ भिडियो लिएर आएका छौँ। भिडियो निकै नै रोचक हुनेवाला छ, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला भन्दै सुरु गरौँ है त। भीम पौडेलले गाएको रमाइलो दोहोरीको लिस्टको पहिलो नम्बरको टुक्का रहेको छ। भीम पौडेल र आशा बिसीले आँधी खोला स्याङ्जा बजारमा भाकामा गाएको 4 वर्ष पहिला भीम पौडेलको च्यानलबाट आएको 1,52,000 भन्दा बढी दर्शकले मन पराएको दोहोरीबाट। छेउ आशा फुल्ला र टाउकैमा बेगर्यौ कि जुनकिरी छौ अझै बाउकैमा आँधी खोला स्याङ्जा बजारमा ए सकी छैन भागेर जान पोल्न मन छ जुनकिरी बाबाको आँगन आँधी खोला स्याङ्जा बजारमा हुन्थे खुसी आशालाई पाएमा के गर्लान् त जुनकिरी म माग्न आएमा आँधी खोला स्याङ्जा बजारमा भागेर नि मायाले बेराउला गरेर जुनकिरी माग्न हेराउला आँधी खोला स्याङ्जा बजारमा माग्न आउँछु गर्नलाई बिहे भाग्न पर्छ जुनकिरी बाबाले नदिए आँधी खोला स्याङ्जा बजारमा लपन छपन जान्दिन नानी बाउआमाले जुनकिरी जादिए है जानी आँधी खोला स्याङ्जा बजारमा हुन्न भन्छौ बाले नै भन्दिए कि खुसी छेउ जुनकिरी म टाढा भन्दिए आँधी खोला स्याङ्जा बजारमा सँगै जिउने सपना बुनेको यो मनले जुनकिरी थियो तिमीलाई चुनेको आँधी खोला स्याङ्जा बजारमा दोधार भए मनले मन छुन्न निधो गर जुनकिरी के हुन्छ के हुन्न आँधी खोला स्याङ्जा बजारमा भेट्ने छुट्ने संसारको रीत बाउको आँखा जुनकिरी कसरी छल्नी त आँधी खोला स्याङ्जा बजारमा आउँछन् हेर अनेकौं बहाना मेरै बन्ने जुनकिरी छ भने चाहना आँधी खोला स्याङ्जा बजारमा भोलि गएर पर्छ कि रुन भागी गइनी जुनकिरी दिँदैनन् खुन आँधी खोला स्याङ्जा बजारमा भागेपछि गाह्रै छ भेटाउन कसले सक्छ जुनकिरी सिन्दुर मेटाउन आँधी खोला स्याङ्जा बजारमा सचेत बनाऊ हामी दुई हेर मूर्खा बाउले जुनकिरी मेटाउन के बेरा आँधी खोला स्याङ्जा बजारमा। भिडियोको दोस्रो नम्बरको टुक्का रहेको छ। भीम पौडेल र देवियाले औँठी बेरुवाको भाकामा गाएको 5 वर्ष पहिला इन्द्रणी कार्यक्रमबाट आएको 3,47,000 भन्दा बढी दर्शकले मन पराएको दोहोरीबाट। केही त्यस्तो भादेउ बोरु लेखेर मखै भइ छेउ चाइनिजलाई देखेर हे आज आर दुष्ट झै भन्दा त चाइनिज ठिक छ भीम पौडेल के आरोप लाउनु छ लाउ बरु उनैसँग चाइनामा जाऊ बरु वचन खाएर कति दिन रुनी हो लुइसँग जान पाइहुने हुन्छ भन्छन् उनैको हौली ग्रेट वाल जाउली चाइनामा घुमौली भन्न थाल्यो भीमले नि गइजाऊ न लभ यु लुइस ग्रेट वालमा लैजाऊ हे कसैको मन नबस चुडेर तिमी गुडा म जान्छु उडेर अझै रिस छ किन मन मास्दै
दुर्घटना भएपछि बाँच्दैन ए लुइस पायौ अब तिम्रो मन रुँदैन नेपालमा झै दुर्घटना हुँदैन पत्तै पाइन किन जाल बुनियो प्लेन खसे देखियो सुनियो भिडियोको तेस्रो टुक्का रहेको छ भीम पौडेल र आशा बिसीले कति राम्रो दमेको छोरो भाकामा गाएको 7 वर्ष पहिला इन्द्रेणी कार्यक्रमबाट आएको 67 लाख भन्दा बढी दर्शकले मन पराएको दोहोरीबाट मार्छु भोलि छोडेर गएमा लाउँछु माया ओइ मन राम्रो भएमा कति राम्रो हेर्दा सुझी चारतिर धाउँछन् होइन छैन ओए भन्नीले बिताउँछन् राम्रो पाए उसकै भर पर्ने हो बाको छैन ओइ अब चाहिँ गर्ने हो सर भने मेरै छेउ सर छेउ त माया लगाम ओए भने के गर्छौ त यस्तो होला मायाले बेर्दा त अलि फटा ओइ देख्छौ ओइ हेर्दा गर्दिन काम कोहीको मन जलाउने के देख्यौ र ओए त्यस्तो भर्ना लाउने किन होला यसरी गफलाको होइन कति ओइ कानमा टक्लाको कति सकारात्मक सोच राख जे मानी टप्लाउँदैमा ए भइँदैन बेमानी त्यसै पनि दोष लाउँछन् गाउनेलाई ट्यापी भन्छन् ओइ कानमा टप्लाउनेलाई भिडियोको चौथो नम्बरको टुक्का रहेको छ भीम पौडेल र आशा बिसीले पानफुले पछ्यौरी भाकामा गाएको 5 वर्ष पहिला लोकसहारीबाट आएको 94,000 भन्दा बढी दर्शकले मन पराएको दोहोरीबाट आजकल आशा भाकी छेउ खुनी भाकी छौ खुनी मैले मात्रै चाहेर नहुनी मेरो जीवन तिमलाई तिमलाई नै अड्ब्याछु ए भेट नहुँदा म कति तड्ब्याछु रहेछौ कुरो बनाउन जान्ने भेटम भन्दा तिमी हौ न मान्ने तिमी निष्ठुरी भनेर ए नराम्रो त मैले के भनेर कि आशाको अर्कैमा सर्यो मन बोली भन्दा व्यवहारले मर्यो मन थाहा छ मलाई यो ज्यानलाई छोड्थेन ए मनमा माया भए मर्थेन तिमी आफै भाकी हौ न जाति बिडपो तात्यो ताके नै न ताती टाढा हुँदा तिम्रो मन आतेन ए चर्को आगो लाएनौ तातेन त्यस्तै
गरी भिडियोको 5औं नम्बरको टुक्का रहेको छ भीम पौडेल टिका सानुले इन्द्रेणी कार्यक्रममा फुलबुट्टे चोलीमा भाकामा गाएको रमाइलो दोहोरीबाट। हे मनमा रहर माया जल्बुन्नी शिर खाली छ के विचार छ कुन्नी नाता बहिनी र दाइको थाहा छैन र म पावल राईको म भन्दिन अप्ठ्यारो पार्दिन जबरजस्ती लैजान्छु हार्दिन भीम दाजैले असाध्यै गर्ने भो लाउन पावल अप्ठ्यारै पर्ने भो बिचरोलाई पार्दैछौ दङ्गा पछि लाएर दुईटीको पैसँग कृष्ण हो म राधा झै हुन्छु हिजो मै थिए भोलि नि मै हुन्छु कृष्ण त्यही छिन् सुन्दै छिन् कुरो दिउँसै देख्या सपना अधुरो। त्यसरी नै भिडियोको 6औं नम्बरको टुक्का रहेको छ भीम पौडेल टिका सानुले जोडी परेवा भाकामा गाएको गाउँले रोदी घरबाट आएको धेरै दर्शकले मन पराएको दोहोरीबाट। भनेकै छु घर जोडम बेगरम घर जोडम बेगरम तिमीले आफै आँट्दैनौ के गरम जोडी परेवा देख्नेलाई त धेरै भो अथा भो हाम्रो माया एक देशको कथा हो दुनियाँको भनाइ नि खाइछु तिमी उस्तै हुनाले दुख पाइछु जोडी परेवा टिका तिमीलाई के भनौँ मैले खै गल्ती गर्छौ बनाउँछौ दोषी मैले तिमीलाई हजारमा छान्ने कारण के हो बेगर नै नमान्ने जोडी परेवा भने मैले आँटेको पहिल्यै हो तिमीले आँटे आजै हो अहिले हो म तयार छु लौ भर्खर आटा भोलि भनेर नढाटा जोडी परेवा सुखी जीवन बिताउन थालौला औठी साटौँ सिन्दुर नि हालौला। भिडियोको 7औं नम्बरको टुक्का रहेको छ भीम पौडेल टिका सानुले मायालुले भिरेको झोला भाकामा गाएको 5 वर्ष पहिला इन्द्रेणी कार्यक्रमबाट आएको 22 लाखभन्दा बढी दर्शकले मन पराएको दोहोरीबाट। आज कस्तो लाइराछ मखै पार्छौ फुर्क्याउने बानीले भीम राजालाई बिर्सियो रानीले काहो बेपत्ता भयो बेपत्ता भयो रानी महल छोडेर थाहा भो सबलाई यो टिका जाली छ जाली छ रानी बस्ने राजदरबार खाली छ राजा एक्लै भो रानी भो रानी नबनाम के नसौने कहाँ बस्छौ मेरै खिमाको आडामा
ए बस्यो मेरै खिमाको आडामा घर मेरो इन्द्रेणी भाडामा भिडियोको 8औं नम्बरको टुक्का रहेको छ भीम पौडेल र देवी आलेले झ्यालैमा ऐना भाकामा गाएको 2 वर्ष पहिला भीम पौडेलको आफ्नै च्यानलबाट आएको 4,20,000 भन्दा बढी दर्शकले मन पराएको दोहोरीबाट। देवी आले तिम्रा हो बाबा परमारी तै गर्दिछु म आवाज झ्यालैमा ऐना किन टाढा हुन्छौ त्यो थाहा छैन मेरै भन्ने अधिकार छैन झ्यालैमा ऐना गर्नु पर्छ कर्तव्य कुरा त अनि आउँछ अधिकार कुरा त झ्यालैमा ऐना अरू छोडी मैतिर आउनलाई क्यार्न पर्यो अधिकार पाउनलाई झ्यालैमा ऐना बेगरेसी परमाणित हुन्छ टाढै बस्छौ कराउँछौ मन रुन्छ झ्यालैमा ऐना भन्छौ बुझ्ने र जान्ने तिमी त हौ बेगर्न नमान्ने झ्यालैमा ऐना आफ्नो स्थान दिन्छ नै पत्नीले बेगरिने छोडिदिन्छन् कतिले झ्यालैमा ऐना दुःख पीडा सकिन्छ घटाउन पर्छ पहिला गलत सोच हटाउन झ्यालैमा ऐना हे आजसम्म यही ठाउँमा टिकाको धेरै कुरा छौ तिमीले सिकाको झ्यालैमा ऐना बुझिनौ नि म यहाँको रस कहिले सिकाए नि दिदिनौ जस कहिले झ्यालैमा ऐना। भिडियोको 9 नम्बरको टुक्का रहेको छ भीम पौडेल र देवी आलेले सल्लाह दुपेले भाकामा गाएको 6 वर्ष पहिला इन्द्रेणी कार्यक्रमबाट आएको 16 लाख भन्दा बढी पटक हेरिएको दोहोरीबाट। देवी र भीम भेट भाछ आज हाँस बोल मान्छे र केला जा मैले पनि लाज मान्थे कि नसँगै हिँडे भइसक्यो 4 दिन न भेट भाछ न त छौ चिनेको रैछिन् देवी कुनसँग हिँडेको यत्रो हाइट छ भन्दिन फुचे भेटेकी छु भीम पौडेल बल्लै हो भो नजरमा आको त अरू नि छन् नाकचुच्चो भएको त कता कता लाउनु खै मन त कौडेलको नि चुच्चै छ बल्ल कुरो लाइनमा आयो कौडेल दाइले बिगारे झैलायो तिम्रै दोष हो नराम्रो ठान्नु कि बिगार्नु नभेट्नु नजान्नु हेरिरहेछन् दाइ फिदा भए कि लुकी लुकी भेटु नगए कि हे युट्युब हेरी कृष्ण मन परा हो ती पहिलो चोटि तिमीले भेट गरा हो त्यस्तै गरी भिडियोको 10औं नम्बरको टुक्रा आएको छ भीम पौडेल र देवी आलेले ढुङ्गे धारा भाकामा गाएको 2 वर्ष पहिला भीम पौडेलको च्यानलबाट आएको 1,07,000 भन्दा बढी दर्शकले मन पराएको दोहोरीबाट। तिमीले मान्छे बाबाको डर त्यही भएर हाम्रो बसेन घर ढुङ्गे धारा थाहा पाए भनी मार्छन् नि बाले मनको कुरा त बुझ्दैौ न काले ढुङ्गे धारा असुरा बनाई मन थियो पुज्ने तिम्रै बाउ उस्तै कुरै नबुझ्ने ढुङ्गे धारा
एक दुईवटा त गल्ती माफ हुन्थ्यो भाग्न पाए त टन्टै साफ हुन्थ्यो ढुङ्गे धारा दुनियाँको त हामीलाई के बाल्छ आफ्नाहरूको त मन फर्किहाल्छ ढुङ्गे धारा पर्छ है तिमी मैसँग हिँड्न सुख नभए नि दुःख चाहिँ दिन्न ढुङ्गे धारा उमेरै गन्दा 2-4 साल जेठो बाँकी छु मैले संस्कारी केटो ढुङ्गे धारा। हस् त दर्शकबिन आजलाई यति नै, फेरि पनि यस्तै रोचक र रमाइलो भिडियो लिएर आउने नै छौँ। त्यति बेलासम्मको लागि बिदा हुन्छौँ। नमस्कार।